आज चाहिँ कुकुर तिहार हो ल पर्टिहाल्छ ल छोटो गर्न यहाँ लगे बिस्कुट पो ल्याइदिएको अन्त खाँदैन केही त खाँदैन अन्त अर्को दिएको त 3टा दिए भाग्यो अब लक्कीलाई पैसा दिनु पर्यो कुकुर भगवानलाई ल आमा लु हेर्नुहोस् है कुकुरको इज्जत चाहिँ आज डेन्जर छ यो हेर्नुहोस् कुकुरको इज्जत चाहिँ घरको पालेको कुकुरहरूलाई चाहिँ यसरी इज्जत दिनुपर्छ सालमा एकपल्ट हो हाम्रो सेफ बर्सिनाले चोर चण्डालहरूलाई पस्नु दिँदैन हो हेर्नुहोस् बिस्कुट खानुहोस् सेलरोटी चाहिँ बनिएको छैन सेलरोटी अब भोलि पर्सि खानुहोस् सेलरोटी चाहिँ पाकेको रहेन रहेछ हो बोजू अल्छी भएर सुतिरहेछ हो हेर्नुहोस् अब लकीको चाहिँ यस्तो चाहिँ लु इज्जत चाहिँ सालमा सबले एकपल्ट गर्नुपर्छ है कुकुरको चाहिँ हेर्नुहोस् भैरव बाबालाई ल ल भयो दिदी ल कस्तो खुसी भयो कस्तो खुसी भयो हाम्रो लकी ए त्यहाँ खोक्छ र त दिन 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 इ लु मलाई ढोक्नु पर्दैन लु ब आऊ 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 सेलरोटी पाएको छैन अहिले बोजू सुतिरहेको छ बोजू घुम्नु गएको छ अब सेलरोटी खानुपर्छ एकछिन भयो आमा कति खुसी हुँदो रहेछ यो पनि लु भयो त मेरो लुगामा लाग्छ लु भयो लु ल यता हेर